दसैँको याद आयो भने रुनु न आऊ एकछिन कस्तो र खोर्सानी काट्दैन नरुने तपाईँ अघि त प्याज अघि प्याज काट्दा चाहिँ गरिदिनु पर्ने रहेछ प्याज काट्दा चाहिँ हुन्छ प्याज काट्दा खै त हेर्नु त कसको याद आयो बुढीको यो अलिक रबरले स्याउहरू दिनु न अनि स्याउ के हुन्छ के कोबर हुन्छ त के हुन ल म आफै खान्छु ल हात रङ लाग्छ नि त त्यसमा ल खै लाइनु ए बा कुट्दै दिनु भाइ ल बाबा आउटिया पछिन्छ उनाले धेरै ज्ञान मर्को मुख लाग्नु हुँदै ज्ञानी धेरै पढ्नु पर्छ टाउको चाहिँ माथि उठाउ न माथि गर न टाउको माथि गर न यस्तो गर न माथि हेर न ठिक हो त अगाडि हेर न अलि धेरै पढे है फोटो ल मम्मीसँग चाहिँ बात्दै नबाजे मोबाइल धेरै नहेरे ल हो अब दसैँ लिएर आउँछु म अब अलि परिपक्व पनि हुँदै जानु पर्यो प्रगति धेरै गर्नु छ भाइ प्रगति धेरै गर्नु पर्नेछ यसरी ट्याक्क मेरो राम्रो आयो सबैको हातमा चुइयो के तिहार छाड र बाड खुसीले सारा भर्यो नि संसार खुसीले सारा भर्यो नि संसार स्पेशल भन्दैछ यत्रो गरी नखाउनु खान्छ भन्न के बास ल्याउ फ्रिजमा हालौ माछा हो माछा फ्रिजमा हाल्ने
नमलेको स्वादै बेग्लै हुन्छ स्वाद चाहिएन स्वाद 2082 हैन हो 81 हो 82 पानी नआइले हामी छुट्टै हुन्छ क्या छोरी ह्यापी दसैँ भन्दै यता यता हेर ह्यापी दसैँ भन्दै ल ह्यापी दसैँ आयो नि त यो नि त दसैँ त हजुर टाइम हो हैन होला भन्न फेरि 2082 भन न पातलो छु नि म त जान छिर्नु सोल्टी फेरि उठेर हिँड्ने हाल 50 यो बनाउन थालेसी भाग्नु पर्यो तपाईले कहाँ देखाएको छु त हो मैले फेरि बसको तिमीले कुदिने व्यवस्था यता गरौ बोस बोस खेल्ने हो हैन बस खेल्नु नि खेल्नु म यही उभिएर हेर्छु 150 मागो साली यसको नाम पर्छ नि ल केले खोल्नु पनि 900 के ग्याम हो भाउजू 21 बियर हो क्या सिधै पल्टाइदिने हो क्या त्यो हेर्ने कुरै भएन सिधै पल्टाइदिने के आयो भने आयो आएन भने आएन के त गुलामले एकछिन मात्र यो त यो त स्याउका जस्तो स्याउका कस्तो शीतल हुन्छ साच्चै हो ओके मैले खाकै छैन मैले नि बस भाइले चाहिँ दिइरा यस्तो खानपान त गर्न राम्रो त होइन यो त